यो चाहिँ मैले बिचमा छु। कहाँको बिच हो यो चाहिँ तपाईँहरू आफै भन्नुहोस् है कमेन्ट गरेर। जुत्ता लगाएको छ त बिच छ, त्यही कारण नजाने कि पानीमा त। पानी त त्यही हो। पछाडिको ब्याकग्राउन्ड चाहिँ हेर्नुहोस्, यहाँ पुरा सी फुडहरू छ खानको लागि। यहाँबाट देख्दैन नाइट भ्यू त, अरू माथि जानुपर्छ मजाले देख्छ। किनकि गर्दा यो बिच पुरा डाउनमा छ नि त। जम्मै भिजेन के हो यस्तो। राति त कोही डाइममा नै गएको छैन, यहाँ बच्चाहरूको मेरो। भिज्यो भिज्यो बेटा। कस्तो पानी त कहिले यति माथि आउँछ कहिले। यत्रो वेभ आउँछ खतरा गएर। पहिला नि यहाँ दिउँसो आउँदा त मान्छेहरू थिएन, बेलुका त मान्छेहरू हुने रहेछ। त्यही कारण आएको थिएँ म नि बेलुका यत्तिकै घुम्दै। मान्छेहरू देखेर चिनिहाल्ला कहाँको भनेर। तातो चाहिँ भर्खर निकालेको। म चाहिँ प्राउन खाने हो, प्राउन डिमान्ड दिएको छु दिदीलाई। बिचमा चाहिँ अब प्राउन खानु पऱ्यो नि त। यहाँ रिङ पनि हाल्ने रहेछ, अहिले ट्राई गर्छु यो पनि। यहाँदेखि लिएको खाइसकेर पो याद आयो भिडियो बनाउनु के भनेर, खतम भयो। यहाँको माटोहरू मान्छेहरू चाहिँ हर्स राइडिङ पनि हुने रहेछ नि त। हर्स राइडिङ गर्दैछ उता बालुमा कुद्नेलाई के गाडी भन्छ त्यसलाई, डेजर्ट त्यो पनि रहेछ। यहाँ डेजर्ट सफारी दुबईको त्यस्तै गर्नु सक्नुहुन्छ।